हेलो वेलकम टु माई मिनी ब्लग गाइज। आज चाहिँ म वनमा आएको छु के हल्का काट्नु थियो नि त, घाँस काट्नु थियो भनेर हल्का अहिले चाहिँ सुरु गरेको। तर आजको मौसममा चाहिँ होइन पुरा बादल लागेर हेर्नु त कतै काहीँ देखिरहेको छैन राम्रो नि पुरा बादल लागेर के भन्ने हेर्नु त उदुमै बादल लागेछ क्या, कहिले लागिरहेछ कहिले आफै हराइरहेछ कहिले लागिरहेछ, यस्तै हुन्छ क्या। र वनमा आइसकेपछि हल्का काट्नु त पऱ्यो भनेर हल्का काटेको काट्ने मन त कहाँ लाग्थ्यो र। यस्तो हुन्छ नि वनमा आयो भने होइन, यो काट्नु पऱ्यो नि घर जानु पऱ्यो भने हल्का टाढा हुन्छ क्या हाम्रो घरदेखि चाहिँ वन, अनि त्यही भएर नि छ्याउ लाग्छ क्या वनमा आउन। यस्तै छ, हल्का काट्यो त्यस्तै बसिहाल्यो, कहिले भिडियो बनाउने डाँडा काट्नु। तर मौसममा चाहिँ होइन घरि बादल लागिरहेछ, घरि राम्रो भइरहेछ क्या। अहिले चाहिँ बादल छ भने अहिले चाहिँ यो हेर्नु त पुरा क्लियर क्या, पुरा क्लियर भयो नि त। के हो यो बादल नि हिँडिरहेछ क्या, खतरा पारेर हिँडिरहेछ। उता चाहिँ पानी छ है गाइस, अर्ग्यानिक। तर यो बादल चाहिँ हेर्नु त उता पुगिसक्यो भने हेर्नु त यता त छँदै छैन त फेरि बादल गयो। अनि दिउँसोको हल्का खाना खाने टाइम भयो, अनि वनमा खाना खाँदा चाहिँ अलगै मजा छ क्या, खतरा मजा आउँछ नि। होइन हल्का खाना खाएर 1-1.5 घन्टा जति बस्यौँ होला, हल्का बस्यौँ। म चाहिँ बसेँ, दाइ र मम्मीले चाहिँ काट्यन् क्या, दाइ र मम्मीहरूले चाहिँ काट्यो। अनि के गर्ने, त्यो काटेपछि अरू के, मेरो काम त अरू केही छैन। यस्तै छ, आजलाई चाहिँ यति नै। ओके बाई।